गाइज वेलकम ब्याक टु माई दाइको एनदर भिडियोमा है। आज चाहिँ हामी दाइको च्यानलमा यहाँनिर यसो क्रिकेट भमरा चौरीमा क्रिकेट खेल्न जाउँ भनेर भने यहाँ भाइहरू पनि आए। यहाँनिर यो रातो हुडी लगाएको जेनिस भाइ, यो खैरो कलरको हुडी लगाएको प्रवास भाइ, अनि यहाँ पछाडि हरियो हुडी लगाएको रिदम भाइ, अनि यो शीर्षक भाइ, हामी सब मिलेर चौरीमा जान थाल्यो। चलो निकै नजिकै आइसक्यो गाइजहरू। हामी त्यहाँनिर चौरीको गाइजहरू हामी खोलाको नजिकै आइसकेको छौँ। अब अलिकति अगाडि खोला, आज खोला आएको छैन यहाँनिर। हिजो अस्ति आएको थियो, हिजो अस्ति पनि आएको थियो। भाइ छिट्दा छिट्दा ब्रेक हानेर गयो बिस्तारै, चिप्लेर लड्छ फेरि अहिले। ब्रेक हाने बिस्तारै बिस्तारै। यहाँ खोलामा कति धेरै फोहोर, यहाँ खोलाको पानी दूषित गर्छ। यहाँको मान्छेले फोहोर अलि राम्रो ठाउँमा व्यवस्थित तरिकाले फाल्नुपर्ने, यहाँ दूषित भइरहेछ पानी, वातावरणलाई नुकसान भइरहेछ। यहाँ चढिसक्यो माथि उकालोमा, ओर्लेर चलायो, ओर्लेर ब्रेक हान्दै। ओ आज नि यहाँ क्रिकेट चल्ला रहेछ। हाम्रो दाइहरू चाहिँ फुटबलको म्याच गर्न आएको। यहाँनिर प्र्याक्टिस चल्ला रहेछ यहाँ दाइहरूको म्याच। हामी चाहिँ यहाँनिर त्यतिकै दाइहरूलाई साथी आएको, त्यही पनि हामी यहाँनिर क्रिकेटको सामग्रीहरू ल्याएको छ। यहाँ दुईवटा ब्याट भाइले समाते, बलहरू समाते, हामीले पानीहरू। हामी त्यति गल्ली प्लेयर हो, यत्तिकै प्र्याक्टिस गर्न आयो। यो दाइहरू मेन गरी त्यहाँ फुटबल प्र्याक्टिस गर्न आयो यहाँनिर। हामी चाहिँ त्यहाँ माथि गएर प्र्याक्टिस गर्छौँ, त्यहाँनिर माथि नेटमा। ओ भाइहरू नेटमा जाउँ, नेटमा। यहाँ भाइहरू बिच विवाद भइरहेछ यहाँनिर, तल खेल्ने कि नेटमा। म तल खेल्ने भन्दा छु, तल अर्को पनि म्याच चल्ला, तल खेल्ने भन्दा नि माथि खेलेर सेप पनि छ, त्यहाँ नेट पनि छ, सल्लो पनि हुन्छ, बल समात भन्दा छु। भाइहरू मानिराखेन, यहाँ विवाद भइरहेको दुई तिनवटा भाइहरू बिच। यहाँनिर जेन्स भाइ यहाँ खेल्ने भन्छ, शीर्षक भाइ उहाँ खेल्ने भन्छ। यहाँ जेन्स भाइ पुरुख राम्रो पुरुख। ओ खालि हाले भन्छ। यहाँ तपाईँ भ्यू हेर्न सक्नुहुन्छ, यहाँनिर कस्तो राम्रो छ। यस्तो भ्यूको जग्गामा यस्तो यहाँनिर खोलाहरू पाउँछ। अनि यहाँनिर फोहोरको डङ्गुर छ, यहाँनिर ढुङढुङ गनाइरहेको छ। त्यहाँनिर सुँगुर पालेको छ, यहाँनिर सुँगुर पालेर ठिक छ खाने हो। अब यहाँ फोहोरको डङ्गुरलाई चाहिँ राम्रोसित सरकारले व्यवस्थापन गर्नु पर्दैन। यहाँ हाम्रो पर्यावरणलाई कति क्षति पुग्छ। सरकारले कुरा हो नि त, जनताको कुरा हो। जनताले यहाँ खोलामा चाहिँ किन फाल्नु त? सरकारले कि जनतालाई भन्ने यी सुधार गरौँ भनेर, नभए हामी तपाईँलाई फाइन ठोक्छु भनेर त्यसो डराउने। सरकार पनि वास्तव दिँदैन, जनताहरू झन् वास्तव नबस्ताको आजकलको जनताहरू के थाहा। सरकारले व्यवस्था गर्नुपर्ने हो जनताहरूलाई जे गरेर पनि। त्यो पनि यहाँ हेर्न सक्नुहुन्छ, यस्तो छ फोहोर। हामी के भनौँ नाबालक बालिकाहरूले। यहाँ भाइहरू स्टम्प गाडिरहेछ, एकदम भाइहरू प्रवास भाइ। यहाँ शीर्षक भाइ ब्याट लिएर एकदम डिफेन्स गर शीर्षक भाइ। कलर यहाँ दाइहरू बेस्ट तारेर त्यहाँनिर जुराब बुटसुट लगाइरहेको। गाइजहरू रिदमले ठोक्न नसकेर अरिन्दाले ठोकिरहेको छ। यहाँ अरू पनि मेहनत गरिरहेको छ। यहाँ चाहिँ हो रिदम, तर यसले ठोक्न सकेको थिएन। ल हाम्रो दाइजी वार्म अप गरिराख्नु भएको छ। गाइज सबले सब्सक्राइब गरिदिनु होला भिडियो हेरेपछि। ल गाइज, ल दाइको उयो हेर्नु, प्र्याक्टिस हेर्नु। ल प्रवास आइसक्यो गाइज। ल यो रिदम हो र यो दाइ खेलाडी हो, दाइको साथीहरू हो। यहाँ सब विकेटमा छ र म आफ्नोपट्टि पनि देखाउँछु, किनकि म पनि हो र म पनि हो। हामी सब मिलेर हेर्नु, हामी यहाँ आज म्याच खेल्न आएको हौ, तर एउटा विकेट भने अहिलेसम्म गाडेको छैन। 4 मिनट भइसक्यो। ऊ आइसकेको छ बल। दाइले ओके पास ओके। ओके आइजो शीर्षक भाइ भयो, आइजो तिमीहरू के मान्छे
ल ल ल सब जानु ल ल भाइ एकछिन रुक्नुहोस् अहिलेको लागि